हेलो गाइस, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु। सधैँ मेरो भ्लग कि त कामबाट गएको कि त कामबाट आएको या कतै डुल्न गएको नै हुन्थ्यो। बट आज त्यस्तो छैन, आज चाहिँ रुमको नै हो है। किनभने अब मेरो कामहरू छैन क्या, अनि मेरो गएको नि बिदा छ नि त। आफू फ्रेस भएँ अनि यसो रुम नि बरालौँ न त भनेर रुम बरालेको। हिजो धोएर सुकाएको लुगा चाहिँ मलाई हेरेर बसेको थियो क्या। मैले ड्याम्की पारामा उठाएर ल्याएर फेरि मिलाउन थालिहालेँ। अरू त त्यस्तै हो है गाइज, मलाई खासै मिनी भ्लगहरू चाहिँ बनाउन आउँदैन क्या। सायद त्यही भएर होला हजुरहरूले मलाई माया नै गर्नुहुन्न। झन् होइन, दिन प्रतिदिन क्या मेरो भ्लगमा चाहिँ भ्यू घट्दै गएको क्या। अरू त त्यस्तै हो, मैले लुगा नि मिलाइसकेको अनि आज स्पेसल्ली केही कुरा बनाउँदैछु। काम नपाएको म बेरोजगारी भएपछि यस्तै त हो, टाइम पास भन्न मिल्दैन। हेर, टाइम भयो नि नभए नि यसो टाइम निकालेर चाहिँ मैले बनाइरहेको छु। के हो भनेर गेस गर्न चाहिँ नबिर्सिनु ल। अनि सबैले गेस गरेर कमेन्ट गर्नु होला। म हजुरहरूको एउटा कमेन्ट चाहिँ अर्को नेक्स्ट मतलब यो के भन्छ नि त, योबाट के बनाउँछु म हजुरहरूलाई त्यो भिडियोमा हजुरहरूको कमेन्ट सहित हाल्नेछु। आजको लागि यति नै, बाइ गाइज, थ्याङ्क यू फर वाचिङ दिस भिडियो।